जिन्दगीमा सुरुवात छ भने त्यसको अन्त छ, त्यो पनि जान्न पर्यो। मिलन छ भने त्यसको बिछोड पनि छ, त्यो पनि बुझिराख्न पर्यो हैन। जस्तै जीवनमा सुरुवात छ भनेर हामीहरूले जाने जस्तो, स्वीकार गरे जस्तो, जीवनको सुरुवातको अन्त पनि नित्य छ है भनेर यति स्वीकार गरिरहेको छ भने कुनै चिजहरूबाट अन्त हुँदा, कुनै वस्तुहरू अन्त हुँदाखेरि हामी त्यसमा दुखी हुँदैनौँ, किनकि हामीले त्यसलाई पहिल्यैबाट स्वीकार गर्दै आएकोले गर्दा त्यसले हामीलाई धेरै दुःख दिनेबाट शान्त बनाइहाल्छ। अनि अर्को कुरा, मिलन हैन, जहाँ चाहिँ मिलन छ त्यहाँ बिछोड पनि छ है। मिलन हुनु नै बिछोड हुनुको लागि हो। मिल्नु भनेकै एक दिन गएर छुट्टिनु हो भनेर चाहिँ पहिल्यैबाट मिलनलाई स्वीकार गरे जस्तो बिछोड हुनुलाई पनि स्वीकार गर्न सक्नु पर्यो हैन, सक्नु पर्यो। मिलन हुनु नै बिछोड हुनुको लागि हो है, त्यसरी जान्नु पर्यो। अनि अर्को कुरा, यिनी जो हामीले भन्छौँ नि बाँधेर राख्ने भन्छौँ नि, यहाँ त त्यो संयोजनको डोरी होस्, यहाँ त प्रेमको डोरी होस्, यहाँ त मायाको डोरी होस्, जुनै डोरी भए पनि ती सबै चाहिँ अनित्य हो। अनित्य भनेको नाश हुने धर्म हो भनेर हामीले स्वीकार गरेर राख्नुपर्छ हैन, स्वीकार गर्नुपर्छ। त्यसरी स्वीकार गरिएको छ भने एक दिन त प्रेमको डोरी टुटेर जाँदा हैन, कुनै दिन मायाको डोरी, जो मायाको बन्धनले बाँधेको डोरी टुट्दाखेरि, संयोजनको बन्धनहरू टुट्दाखेरि हाम्रो दुखी हुँदैनौँ। त्यसकारण यस्तो कुरालाई भगवानले पनि बारम्बार मनन गर्नुपर्छ है। यिनी सबै कुराहरू चाहिँ जो छ धर्म नियम भनिएको चाहिँ मिलन भएपछि अन्त हुन्छ, सुरुवात छ भने त्यसको अन्त छ हो। त्यसरी चाहिँ दुईटै कुरालाई स्वीकार गर्नको लागि चाहिँ बारम्बार मनन गर्नुपर्छ रे। किनकि एक्काचोटि जब हामीले मनन गरेको छैनौँ भने जब एक्कासित भएर आउँदाखेरि चाहिँ हाम्रोलाई त्यो एकदम कठिनाइ हुन्छ, सहन गाह्रो हुन्छ। त्यसकारण पहिल्यैबाट सहन सक्ने त्यो बानी बसाल्नको लागि पहिल्यैबाट मनन गरिराख्नुपर्छ है भन्नुभएको छ भगवानले। अति राम्रो शब्द है। अनि आफूलाई यति हल्का हुन मन लागेको छ भने के भन्छ भन्दाखेरि, नेपालीमा के भन्छ, यति आफूलाई क्षमा दिन सक्न पर्यो हैन। आफूलाई चित्त नबुझेका कुराहरू कोही व्यक्तिले आफूलाई केही भनिरहेको छ, आफूलाई मन परेको छैन भने पनि त्यसलाई क्षमा दिन सकियो भने के हुन्छ, आफ्नो मन नै हल्का भएर आउँछ है। त्यही भएर क्षमा दिन सक्नुपर्ने ठुलो एउटा लाभ हो रे क्या, ठुलो लाभ हो। त्यो आफूलाई नै फाइदा हुन्छ, अरूको कसुरहरूलाई क्षमा दिनु हैन। अनि यो संयोजन भन्ने डोरीहरूलाई आफूले त्याग्न सक्यो भने हैन, जति सकिन्छ त्यति हामीलाई शान्त मिल्छ। थोरै त्यागे थोरै शान्त प्राप्त हुन्छ, धेरै त्याग्न सक्यो धेरै शान्त प्राप्त हुन्छ हैन। आफू फ्रिडम हुने, स्वतन्त्रता हुनु मन लागेको छ भने नि यिनी बन्धनहरू, जे बन्धनमा बाँधिने चितहरू छन् तिनीहरूबाट आफू चाहिँ बाहिर निस्किने प्रयास गर्नुपर्छ। बाहिर निस्किने भनेको ज्ञानले मनन गर्ने हैन। त्यस्तो मनन गर्यो भने आफू दुखी भइँदैन हैन। के मनन गर्नुपर्छ भन्दाखेरि, जब आफूलाई कुनै एउटा चित्र मन परेन, चाहे श्रीमानमा होस्, चाहे श्रीमतीमा होस्, चाहे परिवारमा होस्, चाहे दाजुभाइ दिदीबहिनीमा, चाहे छिमेकीमा होस्,
कसैले आफूलाई केही भन्यो, दिल दुखायो भने एक दिन नाश भएर जाने चित्त हो, एक दिन सम्पूर्ण यो धर्मको स्वभावमा नाश हुने अनित्य स्वभाव त हो भनेर चाहिँ क्षमा दिन सक्यो, त्याग्न सक्यो भने त्यसले आफूलाई नै मन शान्त बनाउँछ। त्यो चाहिँ एकदम हामीले जान्नुपर्ने धर्म हो है।